यति बेला चाहिँ हामी पोखरा महानगरपालिकाका प्रमुख मेयर साहब धनराज आचार्यज्यू बसिरहनु भएको छ। यहाँ लेखनाथको अस्पतालमा 100 बेडको अस्पताल मैले हस्तान्तरण गरेको धनराज आचार्य। जम्मा 29 दिनको दिन। आज मसँग 9 अरबको बजेट छ। मान्छे मै हो, महानगरको शक्तिशाली मेयर। त्यति काम गर्न 5 वर्ष लाग्छ। अधिकांश हेडसरहरू म्याडमहरू तपाईँहरू नै हुनुहुन्छ। सामुदायिक क्षेत्रले फुल ड्युटी गर्नुपर्छ। संस्थागत विद्यालय अथवा प्राइभेट सेक्टर चाहिँ ड्युटी फुल रहेछ। तपाईँको भन्दा कम भौतिक सुविधा भएको, तपाईँको भन्दा धेरै कम सुविधा पाएको विद्यालयहरूको रिजल्ट कम्पेरिजन गरेर हेरौँ त। प्राइभेट स्कुलले तपाईँको शिक्षकले जति सुविधा पाएकै छैन, तपाईँले जति विधा पाएकै छैन है, धेरै कम सुविधा पाएको छ। अझ कतिपयले त हेर्नुहोस् अब 20,000 भन्दा तलमा पढाइरहेको छ। हाम्रा त सरकारी विद्यालयको त अलमोस्ट इन्फ्रास्ट्रक्चर त राम्रो छ, तथापि हाम्रो रिजल्ट किन छैन? मैले सबै स्कुललाई भने आएन थिएँ होइन। फर्स्ट क्लासको हेरेर त्यहाँ अरू साथीहरू हुनुहुन्छ, सेकेन्ड क्लासको साथीहरू हेडमास्टर हुनुहुन्छ, तर उत्कृष्ट रिजल्ट पनि हाम्रै छ। देशभरिकै कुरामा चाहिँ अस्ति अघिल्लोचोटि सम्माननीय प्रधानमन्त्रीज्यूले त्यत्रो चिन्ता गर्न पर्ने गरी किन यस्तो अवस्था भइरहेको छ? तपाईँ हामी सबै सरकारी स्कुल पढेको, म पनि सरकारी स्कुल पढेको मान्छे, तर हामीले किन त्यो खालको च्यालेन्ज स्वीकार गर्न सकेनौँ? यो चाहिँ अलिक चिन्ताको विषय हो। अनि मैले त्यही भएर तपाईँहरू सबैलाई राखेर भनेको थिएँ, विद्यालय विकास प्रस्तावमा साइन गरौँ। कम्तीमा 300 रुपियाँ चाहिँ जम्मा भत्ता। यो त अति भयो भनेर यसलाई 5,000 बनाउँ भनेर महानगर तर्फबाट आइरहेको छ होइन। देशभरिमा त्यही छैन। यो पहल प्रयत्न पनि हामीले गऱ्यौँ, रिजल्ट पनि सुध्रिएको छ। 8,000 विद्यार्थी प्लस भयो सामुदायिक विद्यालयमा, यत्रो केटाकेटीको स्कलरसिप भएको बेला। तथापि 4 GPA चाहिँ हामीले 8 मा त्यत्रो ल्यायौँ। अनि एससीमा आउँदाखेरि कसरी 1 डिजिटमा आयो? र निवर्तमान मेयर साहब, उपमेयर त मेरो अहिलेकै उपमेयर हुनुहुन्छ महेश बराल हाकिम साहब, सिडिओ साहब सहितको त्यति बेलाको उपलब्ध भएका सबै भद्रबलादीलाई राखेर सिसुवामा लेखनाथको अस्पतालमा 100 बेडको अस्पताल मैले हस्तान्तरण गरेको धनराज आचार्यले। जम्मा 29 दिनको दिन। कसैको पैसा चाहिँ व्यक्तिले दिएको 35,000 हो। आज मसँग 9 अरबको बजेट छ। मान्छे मै हो, महानगरको शक्तिशाली मेयर। त्यति काम गर्न 5 वर्ष लाग्छ। दिस इज रियालिटी। मलाई के भन्नु है? अब हाम्रो सरकारी संयन्त्र यति ढिलो छ अथवा हामी जागिर खान्छौँ क्या? मैले चुनावभन्दा अगाडि पनि धेरै ठाउँमा भनेको थिएँ, अब चाहिँ हामी म मेसिन जस्तो भएर काम गर्छौँ भनेर। मैले आज यहाँ साइन गरेँ भने मेरो फाइल त्यहाँ पुग्न 1 महिना लाग्छ। यो बडा दुःखद कुरा रहेछ है। अब हाम्रो खरिद प्रक्रियादेखि लिएर आदि कुरा छ। अधिकांश हेडसरहरू म्याडमहरू तपाईँहरू नै हुनुहुन्छ। सामुदायिक क्षेत्रले फुल ड्युटी गर्नुपर्छ। संस्थागत विद्यालय अथवा प्राइभेट सेक्टर चाहिँ ड्युटी फुल रहेछ। यो फुल ड्युटी गरेर ड्युटी फुल गर्ने हुनेको पिचलाई यो त्यो घुमाइदिएर एकै ठाउँमा ल्याइदियो घडीको सुई जस्तै भनेदेखि चाहिँ रिजल्ट एउटै हुने रहेछ। त्यो मेरै अफिसबाट गर्न प्रयत्न गरेको मैले, त्यो धेरै टाढाको कुरा रहेछ। त्यो त अति हो नि। त्यसबाट चाहिँ हामीले होइन यो 8 कक्षाको जाँचलाई पनि सुधार गरौँ भनेर भन्यौँ। मलाई डर लाग्थ्यो कतै प्राइभेटको साथीहरू चाहिँ हुन्छ भन्ने, सामुदायिकको साथीहरूले अहिले हुन्न कि भन्नुभएको थियो। ठ्याक्कै उल्टो भयो। तपाईँले च्यालेन्ज स्वीकार गर्नुभयो। ठिक छ ल, हामी 8 को पनि जाँच चाहिँ तपाईँहरू लिनुहोस्, हामी तयार छौँ भन्नुभयो। यो खुसीको कुरा। गत वर्षबाट हामीले 400 जनालाई चाहिँ 4 GPA ल्याएको छ चाहिँ त्यत्रो पुरस्कृत गऱ्यौँ। एसईमा त पछाडिको सुन्न होइन। यो वर्ष अब हामीले च्यालेन्ज स्वीकार गरेका छौँ साथीहरू। हामी देशभरिमै नेपालको सबभन्दा धेरै स्कुल भएको पालिका पोखरा, एमाउन्ट 743 53 753 पालिका मध्ये सबभन्दा धेरै स्कुल भएको पोखरा हो है। यहाँको सामुदायिक विद्यालयको रिजल्ट हामी सुधारौँ। हामी केही विद्यालय मर्ज पनि गर्दैछौँ, तर पनि विद्यार्थीको पढ्न पाउनेको नैसर्गिक अधिकारलाई जुनियर लेभलमा चाहिँ त्यहीँ राख्ने कुराहरूदेखि लिएर 55 बुँदामा हामीले विद्यालय सुधारको अभियान सुरु गरेका छौँ। त्यसमा साथ दिनुहोस्। जसले 75% नम्बर पास गर्नुभयो हेडसर म्याडमहरू, तपाईँ कन्टिन्युज हुनुहुन्छ। तपाईँ जतिसुकै गाली गर्नुहोस्। जसको 75% आएको छैन तपाईँहरू टिचर हुनुहोस् है। हेडमास्टर चाहिँ नबनिदिनुहोस्। त्यो हामी अब केही दिनमा अब आउने शिक्षा समिति मिटिङले त्यो चाहिँ गर्छ। गुनासो गर्न पाइएन नि त अवसर दिएपछि होइन र। त्यसमा पनि यसमा पनि अब खुलै ओपनै कुरा छ। च्यालेन्ज स्वीकार गर्नुहोस्। कसको स्कुल राम्रो बनाउने
है र नमात्दिनुहोस् फेरि लगातार मेरो स्कुल यस्तो छ भने स्कुल फेरि फस्किया पनि छ है त्यो भएको हुनाले हाम्रो स्कुललाई एकदम कम्पिटेन्ट बनाऊ हाम्रा विद्यार्थीहरू चाहिँ यो क्लासमा नि बसिरहेकै ठुलै सङ्ख्या रहेछ है तर भन्दैन त्यसको भुक्तभोगी म छु हेर्नुहोस् तपाईँले मलाई राम्रोसँग चिन्नुहुन्छ म एजुकेसनै काम गरेर आएको मान्छे मैले 68-69 सालतिर होला अथवा 66 हो क्यारे एउटा स्व-अध्ययन सामग्री भन्ने एउटा पुस्तक डाक्टर मनप्रसाद वाग्लेहरूको टिमले बनाएको ल्याएको थियो सम्पूर्ण शिक्षकले त्यसलाई एकदम साथी बनाउनु भयो कोही विद्यार्थीलाई हेर्नु दिनु भएन त्यो बिटर एक्सपिरियन्स मसँग छ बुझ्नुभयो त्यति राम्रो यो अहिले आजको दिनमा डिजिटल्ली यो एप्स हो त्यति बेला यो थिएन त्यो किताब सम्पूर्ण कुरा थियो आज तपाईँले यहाँ जे प्रेजेन्ट गर्नुभयो अघि सरले करिब करिब भिडियो थिएन त्यसमा भिडियो त के अरे एउटा प्रिन्टिङ बुक्समा हुने कुरो भएन होइन अरू सबै चिज थियो मलाई लाग्छ अलमोस्ट टिचरले त्यसलाई चाहिँ आफ्नो साथी बनाउनु भयो टिचरको चाहिँ स्व-अध्ययन सामग्री बन्यो विद्यार्थीलाई थाहै दिनु भने कि विद्यार्थी पढ्यो भने मलाई एक स्टेप अगाडि गइहाल्छ कि मार अब हाम्रा विद्यार्थी तपाईँभन्दा फास्ट हुन्छ तपाईँ तयार हुनुभयो भने क्लासरुममा तपाईँलाई चाहिँ उहाँमा पार्दैन त्यसो भएर चाहिँ भनेको तपाईँहरू त पढाउनु न हेर सरहरूले सामान्य क्लास लिनु होला कहीँ कहीँ एउटा दुईवटा क्लास लिनुभयो होला भ्याउनु न होला होइन लिनुहुन्छ भने राम्रो ओके मेरो रिक्वेस्ट छ कम्ती हो भने दुईवटा क्लास लिइदिनुहोस् नत्र भने तपाईँलाई थाहै हुँदैन कि वाट इज रियालिटी इन क्लास हामी पब्लिसर है म त पब्लिसर हो नि म त किताब चाहिँ देशभरिका मेसिदी महाकालीसम्मको विद्यार्थीले पढ्ने किताब बनाएर आएको मान्छे 20-25 वर्षसम्म यो किताब विद्यार्थी शिक्षक सबैलाई नजिकबाट साइकोलोजिकली पनि पढाएको छु है अब मेरो राइटरहरू चाहिँ तपाईँको प्रोफेसर फलानु 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 भन्ने हुन्छ उहाँहरूलाई दिएर त्यो किताबै राम्रो बन्दैन त्यही भएर मैले अधिकांश क्लासरुममा पढाइरहेको टिचरहरूबाट किताब देखाएर फाइनल्ली एडिट तपाईँ गरिदिनुहोस् भनेर हाम्रो प्रोफेसरहरूलाई दिन्थेँ कम्तीमा मैले पढाइरहेको किताब मैले बोलिरहेको सेन्टेन्स विद्यार्थीले बुझ्यो कि बुझेन यो हेरेर ऊ हाँस्यो कि हाँसेन उसले ग्राउन्ड गरेन भन्ने हुनु पऱ्यो नि अब हाम्रो किताबको चाहिँ एउटा स्तर नै तपाईँको चाहिँ अब ब्याचलर अथवा मास्टर लेभलको विद्यार्थीको अनुसार छ भने त त्यो त अर्को भएन नि त्यसो हुँदाखेरि चाहे त्यो टेक्स्ट बुकको कुरा होस् चाहे प्रेजेन्टेसन स्किलको कुरा होस् हामीले समयअनुसार विद्यार्थीलाई एक नम्बर अफ स्टुडेन्ट कम छ होइन तर हामी लकी छौँ पोखरा नै यस्तो सहर हो जहाँ प्लस पपुलेसन छ कम्पेरिटिभली हाम्रो विद्यार्थी सङ्ख्या घटेको छैन सहरभित्र तर गाउँ त सक्यो त्यहीँ त झरेर यहाँ बढायो त्यस कारणले गर्दा सर म्याडमहरू दिस इज गोल्डन अपर्च्युनिटी फर अस है हजुरहरू चाहिँ यसलाई विद्यार्थीलाई एक एक गरेर यसमा सहभागी गराउनुहोस् कमिङ इयरको रिजल्टमा हामी देशभरिमा सबभन्दा धेरै 4 GPA ल्याउने विद्यार्थी निकाल्ने सामुदायिक विद्यालयहरू भएको सहरको रूपमा स्थापित हुन सक्छौँ आई एम विथ यू थ्याङ्क यू लेसन वाइज ती च्याप्टरहरूलाई तपाईँहरूले आफ्नै एप मार्फत पनि राम्रोसँग सिक्न सक्छौँ र त्यसको लागि यो प्रोसेसले जानुपर्छ एप खोलेर भनेर सबै कुरा उहाँले सिकाउनु भयो जसमा विभिन्न आइटम्सहरू त्यहाँ छन् जस अन्तर्गत लाइभ क्लासहरू त्यहाँ हामीले हेरेर सिक्न सकिन्छ त्यस्तै कतिपय रेकर्डेड क्लासेसहरू पनि त्यहाँ हुन्छन् त्यो एप हेरेर पनि बच्चाहरूले सिक्न सक्छन् आफैले त्यस्तै नोटहरू बनाउने नोटहरू लेख्ने कसले लेखेको नोट कस्तो छ र मैले लेखेको कस्तो थियो र मैले कसरी लेख्न पर्ने रहेछ भनेर प्र्याक्टिस गर्नको लागि पनि यो एपद्वारा सिक्न सकिन्छ भन्ने कुराहरू त्यहाँ बच्चाहरूलाई सिकाउनु भयो र बच्चाहरू असाध्यै कन्ट्रोल भएर एकदम कन्सियस भएर त्यहाँ त्यो कुरालाई सकारात्मक रूपमा लिएको हामीले पायौँ र हामीले पनि त्यो फिल गऱ्यौँ त्यसै गरेर मोक टेस्टहरू लिने कुराहरू अनि त्यसपछि विशेष गरेर म्याडमले त्यहाँ भन्नुभएको थियो कि जान्ने बच्चाहरूलाई पनि अति नै आवश्यक र कमजोर बच्चाहरूलाई पनि आवश्यक छुटेका बच्चाहरूलाई पनि आवश्यक जस्तो किसिमका बच्चाहरूलाई पनि यो एपद्वारा सिक्नको लागि जान्नको लागि र आफ्नो मार्क्सलाई अपग्रेड गर्नको लागि मद्दत गर्छ भन्ने कुराहरू उहाँहरूले प्रस्तुत गर्नुभयो हुन पनि त्यहाँ डेमोन्स्ट्रेट गरेर पनि देखाउनुभयो हुन त हामीले यहाँ त अगाडि पनि हाम्रा टपिकहरूमा जस्तो मेरो आफ्नो इङ्ग्लिस विषय भएको नाताले कुनै पोइम्सहरू कुनै चिजहरू पढाउनु पर्दाखेरि हामीले कतिपय रेकर्डेडबाट पनि पढाउँथ्यौँ यति बेला चाहिँ हामी पोखरा महानगरपालिकाका प्रमुख मेयर साहब धनराज आचार्यज्यू बसिरहनु भएको छ यहाँ र उहाँले हामीलाई पुर्याउनु भएर पोखरा महानगरपालिकामा रहेका विभिन्न सरकारी सामुदायिक विद्यालयहरूमा हामी गएका छौँ र सबै ठाउँमा पुग्न नसके तापनि के विद्यालयमा हामी गइसकेका छौँ र निःशुल्क अनलाइन कक्षाको विषयमा जानकारी गराइसकेका छौँ केही विद्यार्थीहरू पढ्न थालि पनि सकेका छन्
र आज चाहिँ भने हामी यो यति बेला यो सानो सिटी हलमा लगभग यहाँ 78वटा स्कुलका 78 जना प्रजीवहरू प्रधान अध्यापकज्यूहरू आउनु भएको छ र उहाँहरूले यो सेसनको बारेमा जानकारी पाइसक्नु भएको छ र सरहरूले पक्कै पनि आजको सेसन महत्त्वपूर्ण लाग्यो नै होला भन्ने हाम्रो बुझाइ यही रहेर सरहरूसँग हामीले प्रत्यक्ष सोधि पनि सकेका छौँ र मेयर साहब स्वयं यो कार्यक्रममा निरन्तर अहिलेसम्म बसिरहनु भएको छ र मेयर साहबले पनि आफ्ना भनाइहरू राखिसक्नु भएको छ र यो 2082 को एससीमा निशुल्क अनलाइन कक्षामा जोडाउनका साथसाथै अरू बाँकी शिक्षासँग सम्बन्धित समस्याहरूको पनि निरन्तर समाधानको निम्ति पनि मेयर साहबले पनि राख्नुभयो सरहरूले पनि राख्नुहुनेछ केही आवश्यक आफ्ना केही मागहरू पनि त्यहाँ राखिसक्नु भएको छ र अब बाँकी रहनुभएका जुन विद्यालयमा हामी पुग्न सकेनौँ ती नपुगेका विद्यालयहरूमा यो चोटि भन्दा पनि अर्को पटक आउँदाखेरि पक्कै पनि पुग्नेछौँ र त्यतिसम्म हामी नपुगे तापनि यो कक्षामा विद्यार्थीलाई जोडाउनको लागि तपाईँहरूको आज उपस्थितिको लागि हामी एकदमै यहाँहरूलाई आभार प्रकट गर्न चाहन्छौँ र विद्यार्थीको गुणस्तरीय शिक्षाको लागि हामी निरन्तर लागि नै रहनेछौँ पोखरा महानगरपालिका निरन्तर लागि नै रहनेछ प्रिय बहिनीहरू कक्षा 10 पढिरहेका प्रिय बहिनीहरू फेरि पनि निरन्तर कक्षामा जोडिनु होला लाइभ क्लासेस रेकर्डेड भिडियो हेन्ड नोट्स मक टेस्ट र डिस्कस फोरममा जोडिनु होला है यो वर्षको 2082 को एससी राम्रो गर्नुपर्छ अनि आज चाहिँ यहाँ एउटा कुरा घोषणा पनि भएको छ मेयर साहबले प्रजीवहरूलाई भन्नुभएको छ यो नेपालको सबैभन्दा विद्यालय भएको ठाउँ हो र यहाँ चाहिँ स्पो जिपिए ल्याउने अथवा विद्यार्थीको गुणस्तरीय शिक्षामा हामी सबैजनाले निरन्तर रूपमा मेहनत र कोसिस गरौँ भनेर भन्नु पनि भएको छ यसमा तपाईँहरू सबैजना सहमत हुनुहुन्छ नि होइन सहमत हुनुहुन्छ नि सबैजना चौकी यति राम्रो कार्यक्रमको लागि एकपटक ससम्मान पोखरा महानगरपालिका र तपाईँ आफ्नै लागि पनि र विद्यार्थीको सफलताको लागि एकपटक जोरदार तालिको अपेक्षा गर्न चाहन्छु थ्याङ्क यू सो मच धन्यवाद